आजको यस भिडियोमा चाहिँ हामी पीपीसी पाइप युज गरेर स्प्रिङ्कल बनाउने छौं। यस्तो खाली हुन्छ। यसका लागि चाहिँ हामीहरुलाई यति सामानको आवश्यकता पर्दछ। म हजुरहरुलाई अब जोडेर देखाउने छु। अब चाहिँ हामीले यसलाई यहाँ चेक गर्ने छौं। पानी चाहिँ अहिले लागेको छैन। मैले पहिला यो स्प्रिङ्कललाई जोड्दिन्छु यहाँ। ल म पानी ल्याएर आउँछु। त मजाले घुमेको छ यो स्प्रिङ्कल। यहाँ